जुम्लाका किसानहरूले मार्सी धान काट्न शुरू गरेका छन्। दशैं सकेसँगै किसानलाई धान भित्र्याउने चटारो शुरू भएको हो। जुम्लाका किसान मार्सी धान सिमी भित्र्याउने काममा व्यस्त भएका छन्। पाकिसकेको धान समयमा नकाटेपछि झर्ने र गाईबस्तुले खाने डरले किसान अहिले खेतबारीमा भेटिन थालेका छन्। खलंगाको छिनासिम देपाल गाउँ विमानस्थल क्षेत्र सिंजा क्षेत्रका जिउलोमा धान काट्ने काम शुरू भएको छ। कृषि विकास कार्यालय जुम्लाका निमित्त प्रमुख रामभक्त अधिकारीले जिल्लाका अधिकांश स्थानमा मार्सी धान काट्न शुरू गरिएको जानकारी दिनुभयो। स्थानीय तहमा मार्सी धान के कस्तो अवस्थामा छ र उत्पादनको अवस्था नमूना लिनलाई प्राविधिक टोली खटाइएको पनि उहाँले जानकारी दिनुभयो। कृषि विकास कार्यालयका अनुसार आर्थिक वर्ष 2080-81 मा जुम्ली मार्सी धान 3000 मेट्रिक टन उत्पादन भएको थियो। उहाँका अनुसार जसमध्ये 200 मेट्रिक टन जिल्ला बाहिर निर्यात भएको थियो। जुम्लाको तातोपानी, गुठीचौर, पातालसारी, पातासा राशि, चन्दननाथ, सिंजा र हाकु क्षेत्रका किसानहरू अहिले खेतमै रमाइरहेका छन्। करिब 2500 देखि 3000 मिटर उचाइमा खेती हुने मार्सी धान जुम्लाको पहिचान मात्र होइन, गौरव पनि बोकेको छ। मार्सी धान नेपालकै सबैभन्दा उच्च स्थानमा फल्ने प्रजातिको हो।